भएर होला मान्छेहरू पनि छैन है। हेलो गाइजहरू, वेलकम टु माई ब्लग। आज चाहिँ हामी कहाँ जानु लागेको? पुलाउमा जानु लागेको। पुलाउ खाने चाहिँ होइन, पुलाउ चाहिँ ठाउँको नाम हो क्या। कफी खानु नभ्याएर यस्तो के हाम्रो प्लानिङ चाहिँ एकैछिनमा हुन्छ होइन। छुट्टी भइरहेको छ, छुट्टी लामो हुन्छ, जाऊँ भन्ने बित्तिकै हिँड्ने हो होइन त। हामी पुलाउ पुग्यो है। तिमी पुलाउ खाने मेरो फोन त सेमसेम रहेछ है? फोन सेमसेम भयो अरे क्या। अस्ति किने मेरो यो भारीले मलाई छोडेन हौ कहिले पनि। नजिक भनेको यही छ, त्यही भएर यसो हामी हावा खाएर आएको। हेर्नु न ल ल ल ल सुइँ कुदेर भिडियो बनाऊ के थियो। तपाईँहरू पहिला जानुभएको? तिमी पनि गएको? म चाहिँ गएको छुइनँ होइन, म गएको छुइनँ। यहाँनिर हेर्नु, यहाँनिर फिसिङहरू पनि हुन्छ है अरू बेला त। यहाँ मान्छेहरू आज चाहिँ छैन रहेछ। हामीले चाहिँ पर्खिरहेछ है नाउ आएपछि हामी चढेर जान्छ। म चाहिँ फर्स्ट टाइम यस्तो नाउमा चढ्दैछु। ए होइन, यो त अस्ति हामी उता चढेको जस्तै नाउ पो होला त। मान्छे नै छैन, अर्कै खालको नाउ होइन, सानो हुन्छ हो। मेरा लेडी बहिनी चाहिँ होइन भिडियो नबनाउने अरे, अनि फोटो नखिच्ने अरे। फोटो खिच्न चाहिँ सबैजनाको फोटो खिच्दा क्यामेरा हामी चाहिँ खुसी छौँ नि फेरि आज। ए ऊ यहाँनिर राम्रो रहेछ, सानो सानो घरहरू रहेछ, त्यहाँ जानु यो सब माछा मार्ने मान्छेहरू। ए यहाँ बस्छ, यहाँ बस्दो रहेछ है। त्यहाँ हामी जानु दिँदैन। आयो अब हामीलाई मलाई त डर लाग्यो है। टुगाउने उडाउँदो रहेछ होला हाम्रो छोरी। वारीसम्म मात्र आएको थियो, वारी पार्यो उतासम्म मात्र आएको थियो है। यस्तो राम्रो रहेछ यहाँ, हेर्नुहोस् यहाँको। यहाँनिर आजको हाम्रो यहाँ नेपाली भाइहरू हुनुहुँदो रहेछ। हजुर थाहा छैन, यिनीहरू नजिक भएर पनि म फर्स्ट टाइम आएको है। यस्तो राम्रो रहेछ त कि आमामा माछाहरू। फर्स्ट टाइम यस्तो है। हाम्रो टिकट लिने कार्यक्रम कति रुपियाँ रहेछ? 48मा 4 जना, 12 रुपियाँको 4। एकजना 12 रुपियाँ होइन, 12 रिङ्गेट। 12 रुपियाँ नेपाल कति हो? 25ले कति हुन्छ भन्नु त? 478। चलो एक्ज्याक्ट हो। एउटा हामी जहाँ गयो भने हामी नेपालीको एउटा गुण चाहिँ छ है गाइजहरू। यहाँ हेर्नु, हामी नकिन्ने हो, यहाँ बोकेर हिँडेको। हामीले उतै किनेर देखाउ न। ए हामीले किनेर बोकेर आएको। अब हामी हाम्रै खाना खान्छौँ। यहाँनिर भित्र महँगो हुन्छ नि त होइन। ओके, यो घरहरू चाहिँ सबै होइन पानीको छेउछेउमा रहेछ।
गाउँको घरहरू हाम्रो ओइलेनीहरू बस्छ होइन यसरी सुकुम्बासीहरू बस्छ है बहिनी यस्तो घरमा सुकुम्बास यो चाहिँ अलि ब्रान्डेड रहेछ उनीहरूको सुकुम्बास भन्दा नि बतारा हो कहाँ हो बताएर नानी हेर्नु न बाहिरबाट हेर्दा कस्तो फोहोर टाइपको है टोइलेट पनि बन्द रहेछ अब के गर्ने त समस्या भयो त यस्तो यो दिउँसोमा चाहिँ यही मान्छेहरू नभएको होला सायद दिउँसो भएर होइन त्यस्तो लागिरहेछ है होइन दिउँसो भएर होला मान्छेहरू पनि छैन है कहाँ नाच्ने अन भयो उहाँ चाहिँ माइग्रेनको हामी खोलापारीबाट आएको पानी खेल्ने खानु पनि नखाइकन फर्क्यो साथीहरू उता गएर हामी खान्छौँ अनि यो यहाँनिर चाहिँ साइकलहरू पनि कुदाउनु मिल्ने रहेछ तर आज चाहिँ धेरै मान्छे नै छैन है त्यही पनि हामीले अब हल्का इन्जोय गऱ्यौँ फोटो खिच्यौँ आज कस्तो भयो रमाइलो भयो होइन अब हामी चाहिँ फर्किन्छौँ फोटो खिच्दै फर्किन्छौँ हामी 4 जना भएपछि यहाँ होमस्टे पनि छ है आउनु होला तपाईँहरूलाई यहाँनिर आएर इन्जोय गर्नु मन छ भने होइन बेलुका चाहिँ राम्रो हुन्छ होला सायद यहाँनिर बत्ती बाल्ने ठाउँहरू रहेछ है यस्तै छ यो गङ्गटा त एक्स्ट्रा खालको गङ्गटा यो के हो यो मुनिको अब चाहिँ हामी उता पारी जान्छौँ फर्किन्छौँ होइन साथीहरू आजको यात्रा यहीँ समाप्त भयो होइन अब हामी सपिङ गर्दै जान्छौँ अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो भन्न चाहन्छु साथीहरू मेरो भिडियो हेरिसक्नु भयो होइन मलाई माया गरिदिनु होला लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु साथीहरू अनि अझै पनि राम्रो राम्रो भिडियोहरू लिएर आउने नै छु होइन मलाई चाहिँ सपोर्ट गर्नु है कस्तो खालको भिडियोहरू बनाउँदाखेरि हुँदो रहेछ होइन साथीहरू मलाई सल्लाह सुझावहरू पनि दिँदै गर्नु होला भन्न चाहन्छु धन्यवाद हामी मात्र छौँ कस्तो मजा आएको आफ्नैवाला फिलिङ भइरहेछ पुग्यो कस्तो रमाइलो भयो हेलो गाइजहरू पुगिसक्यो अब के हो धन्यवाद तपाईँहरूलाई फोटो पनि खिच्नु लाउने अनि एउटै जुस पनि खाइदिने यहाँ भाइहरूले चाहिँ हामीलाई होइन अघि भिडियोहरू खिच्नु लाग्थ्यो फोटो खिच्नु लाग्थ्यो अनि हामीलाई चिसो खानु भन्नुहुँदैछ मेरोबाट भएन भाइहरूलाई पनि भाइ मेरो भ्लग छ सब्सक्राइब गरिदिनु है भर्खर मैले स्टार्ट गरेको छु पूजा याक्थुङमा सहयोग गरिदिनु हेल्प गर्नु हजुर युट्युब हो हजुर नाम के छ पूजा याक्थुङमा भनेको लिम्बू हजुर यहाँ साथीहरू तपाईँले पनि मलाई सहयोग गरिदिनु है हामीलाई फाइदा भयो आज यहाँ जुस पनि खाँदैछौँ